फिटमा युनिट सेट गरी हामी कसैले कुनै अब्जेक्ट बनाउन सक्छौं। फर्मेटमा जाने युनिटमा सबभन्दा पहिला क्लिक गर्ने अनि यहाँ लेन्थ टाइपमा चाहिँ डेसिमल छ, यसलाई आर्किटेक्चर अथवा इन्जिनियरिङ हामी राख्न सक्छौं। अब यहाँ यो प्रिसिजन ठिकै छ, यहाँ यसलाई इन्च यो इन्च राख्ने अनि ओके गरिदिने। त्यसपछि फेरि हामी फर्मेटमा जाने, डाइमेन्सन स्टाइलमा क्लिक गर्ने अनि यहाँ मोडिफाई भन्ने चाहिँ यसमा क्लिक गर्ने। त्यसपछि यहाँ प्राइमेरीबाट यहाँ हामीले चाहिँ त्यहाँ आर्किटेक्चर राखेको थियो, यहाँ पनि आर्किटेक्चर राख्ने, यहाँ पनि यो 16 प्रिसिजन आइहाल्यो आफै अनि ओके गरिदिने। त्यसपछि सेट करेन्टमा क्लिक गर्ने अनि क्लोज गरिदिने। अब हामी एउटा नमुनाको लागि एउटा कुनै लाइन लिने अनि यहाँ हामीले फर्स्ट प्लेन दिने, लाइनलाई सिधा गर्नलाई अर्थो थिच्ने। हामीलाई चाहिएको 10 फिट जति छ, 10 फिट टाइप गर्ने। फिटको सिम्बल हामी किबोर्डमा इन्टरको छेउमा छ, त्यसमा क्लिक गर्ने, थिच्ने। ल हेलो 10 फिटको लाइन आयो, इन्टर गर्ने। अब यसको चाहिँ हामीले लाइन चाहिँ हेर्नु पर्यो कति छ भनेर डाइमेन्सनमा जाने, यहाँ डाइमेन्सन गरेर लिनियरमा क्लिक गर्ने। यसको फर्स्ट पोइन्टबाट यहाँसम्म क्लिक गर्ने। अब बिचमा जुम गरेर हेर्ने, हाम्रो 10 फिटको लाइन बनेको छ। ल यसरी हामी फिटमा चाहिँ लाइन बनाउन सक्छौं, लाइन कुनै पनि अब्जेक्ट बनाउन सक्छौं।